हेलो साथीहरू, नमस्ते अनि गुड मर्निङ सबैजनालाई। सधैँ जसो हामी फेरि बिहानको समयमा खेल्दैछौँ। म र मेरो क्याट हामी खेल्न थाल्यौँ किनभने ऊ मेरो नजिकै सुत्छे अनि म उठ्ने बित्तिकै ऊ पनि उठिहाल्छे। अनि उठेपछि अनि ऊ एकछिन मसँग खेल्न खोज्छे र म उसलाई पनि थोरै टाइम दिन्छु बिहान। ल साथीहरू, अब म चाहिँ नास्ता खाँदैछु, ब्रेकफास्ट। त्यसपछि हामी बाहिर निस्क्यौँ साँझको बेलामा। त्यही बेला मैले फेरि चप्पल भुलेर घरको चप्पल लगाएँ र म चेन्ज गरेर पनि निस्किसकेँ। ल साथीहरू, अब हामी जाउँ बाहिर। आजको ब्लगमा म तपाईँहरूलाई बाहिर आज फेरि मदिना जायद टुर गराउँछु सानो। र साँझको भइसकेको थियो र यहाँ हेर्न सक्नुहुन्छ लाइटहरू, सानो सानो इन्स्टलहरू। यहाँ चाहिँ अलग अलग कन्ट्रीहरूको मान्छेहरूले चाहिँ यहाँ सानो सानो इन्स्टलहरू राख्नु भएको छ। र यो चाहिँ मलाई लाग्छ यो मदिना जायद अबुधाबीको पुरानो सपिङ सेन्टर हो। हेर्न सक्नुहुन्छ साथीहरू, यो मदिना जायद। यहाँनिर यो कोइन राखेर यो कार्टुनहरू, यो सफ्टवेयरहरू निकाल्न पाउँछ र म एकछिन ट्राई गर्दैछु निकाल्नको लागि, तर म निकाल्न सकिनँ। अब हामी भित्र जाउँ। मदिना जायदभित्र सानो टुर गराउँछु हजुरहरूलाई। यहाँ हेर्न सक्नुहुन्छ साथीहरू, सानो सानो सपहरू छ भित्र। प्ले स्टेसन छ बच्चाहरूको लागि। आजको यो ब्लग चाहिँ मेरो यो बाहिरबाट हेर्ने साथीहरू है, मतलब बाहिर अरू देशबाट हेर्ने साथीहरूको लागि। अब जो यहाँ हुनुहुन्छ उहाँहरूलाई त थाहा छ होला, मदिना जायद सबै देख्नु भएको छ, तर मेरो जो साथीहरू बाहिरबाट हेर्नु भएको छ उहाँहरूको लागि। र यो फाउन्टेन हेर्नु साथीहरू सुकेको छ, पानी छैन। ल म हजुरहरूलाई देखाउँदै जान्छु अनि हेर्दै जानुहोस् ल। साथीहरू, यहाँनिर चाहिँ म फ्यान हेर्दैछु किनभने गर्मी धेरै बढेको छ, त्यसकारण म फ्यान लिनलाई हेर्दैछु। ल आउनुहोस् यतातिर। यो सफ्टवेयर मैले लिएँ, टिस्यु बक्स पनि मैले उठाइहालेँ। चिनीहरूको सेक्सन देखेर मलाई याद आइहाल्यो, मेरो घरमा पनि चिनी सकिएको थियो, त्यही भएर एउटा चिनी प्याकेट पनि म उठाइहालेँ। ल आउनु साथीहरू, हामी सेकेन्ड फ्लोरमा जाउँ। यहाँनिर सफ्टवेयरको सेक्सन साथीहरू हेर्नुहोस्, राम्रो राम्रो सानो सानो क्युट सफ्टवेयरहरू राखेको छ हाम्रो बेबीहरूको लागि। साथीहरू एकदमै क्युट सफ्टवेयरहरू राखेको छ। यो सानो बन्नी चाहिँ मलाई मन पर्यो र एउटा बन्नी मैले लिइहालेँ। ल यहाँ के पाइन्छ साथीहरू, म हजुरहरूलाई देखाउँदै जान्छु, हजुरहरू हेर्नुहोस् ल। बोल्ने क्रममा केही मिस्टेक भयो होला, त्यसलाई इग्नोर गरिदिनु होला किनभने म सिक्दैछु होइन। यहाँनिर यो पेटको सेक्सन रहेछ साथीहरू, अनि म मेरो क्याटको लागि यो हार्नेस लिँदैछु। धेरै कलरहरूको हार्नेस राखेको छ यहाँनिर
र म चेक गर्दैछु कुन चाहिँ लिउँ भनेर। सबै राम्रो छ कलरहरू। ल साथीहरू, तपाईँलाई चाहिँ कुन कलर मन पर्यो कमेन्ट गर्नु ल। फाइनली मलाई यो पर्पल कलर मन पर्यो र मैले यो लिइहालेँ। ल यहाँनिर फेरि यो रोलरहरू पनि मलाई चाहिएको थियो र एउटा यो सेम कलरको पर्पलवाला त्यो पनि मैले उठाइहालेँ। अब यता यो स्यान्डलको सेक्सनमा हेर्न सक्नुहुन्छ साथीहरू, एकदमै राम्रो राम्रो एकदम लाइट वेटको स्यान्डलहरू राखेको छ। यो चाहिँ एकदमै हाम्रो मम्मीहरूलाई लगाउन मिल्ने खालको एकदमै लाइट वेटको एकदम सजिलो खालको स्यान्डल छ। हेर्नुहोस्, र यो चाहिँ मलाई यो स्यान्डल एकदम मन परेको थियो, तर मेरो साइजको म खोज्दैछु र मैले मेरो साइजको स्यान्डल पाउनै सकिनँ। मेरो साइजको स्यान्डलै पाएन मैले। के गर्नु। त्यसपछि हामी अर्को सेक्सनतिर लाग्यौँ। यहाँनिर मेरो क्यामेराले भ्याए जति म सबै हजुरलाई देखाउँछु ल। यो क्लाउड हेर्नुहोस् कस्तो राम्रो डेकोरेसन गरेको छ। डेकोरेसनको लागि फ्लावरहरू, यो चाहिँ आर्टिफिसियल फ्लावर है साथीहरू। यहाँनिर यो इन्डोर प्लान्टहरू पनि राखिएको छ। हेर्नु, इन्डोर प्लान्टहरू भित्र डेकोरेसन गर्नको लागि। त्यसपछि आएर कपडाको सेक्सन साथीहरू हेर्नुहोस्, एकदमै राम्रो राम्रो कपडाहरू राखिएको छ। मलाई चाहिँ एकदम मन पर्यो यो व्हाइट कलरको। त्यसपछि हामी गयौँ ज्वेलर्समा मैले एउटा सानो सामान लिएँ र पैसा पे गर्न जाँदैछु। मेरो साथीले चाहिँ यता यो जुम गरेर देखाउँदैछ, उसलाई यो चाहिँ मन पर्यो। त्यसपछि अब हामी जाँदैछौँ साथीहरू, घर जाँदैछौँ। खाना बनाएँ, घर गएर रोटी तरकारी बनाएँ। म र मेरो क्याट मिलेर बनाउँदैछौँ। ल साथीहरू, आजको भ्लग कस्तो लाग्यो हेरेर कमेन्ट गर्नुहोला। धन्यवाद। गुड नाइट।